आज रमाइलो गर्ने हो भन्दा अनि सुन्दा निकै नै रमाइलो लागेर आउँछ। मान्छेहरूले आफ्नो खुसी व्यक्त गर्न विभिन्न प्रकारका कार्यहरू गरिरहेका हुन्छन्। रमाइलोको लागि निकै कुराहरू हुन्छन् र आफ्नो जीवनमा एउटा मिठो याद बनाउने कोसिस गरेका हुन्छन्, जसलाई सम्झँदा पनि रमाइलो नै लागेर आउँछ। तर सधैँ समय एउटै हुँदैन। कहिलेकाहीँ त्यही रमाइलो गर्दा रमाइलोले बाटो मोडेर अर्कैतर्फ पनि लान सक्छ। आजको कथा पनि त्यस्तै नै रहेको छ, जहाँ साथीहरूले रमाइलोको लागि एउटा प्लान गर्छन्, तर उनीहरूलाई अगाडि गएर के हुन्छ भन्ने विषयमा परिकल्पना पनि गरेका हुँदैनन्। हेलो साथीहरू, तपाईलाई स्वागत छ नेपाली हरर स्टोरीमा। आजको कथा पनि केही विशेष नै रहनेछ। आई होप तपाईहरूलाई मन पर्छ। यदि तपाईहरूसँग पनि कुनै त्यस्तो डरलाग्दो कथा छ भने डिस्क्रिप्सनमा जीमेल रहेको छ, त्यसमा मेल गर्न सक्नुहुन्छ। हामीहरू 4 जना थियौँ, विजय, सुशील, आशिष अनि म। हामीहरूले विभिन्न प्रकारका कुरा अनि क्रियाकलाप गरेर रमाइलो गर्थ्यौँ। अझ भोलि नयाँ वर्षको दिन। भोलि केटाहरूले के सोचेका छन् भनेर मैले एकपल्ट फोन गरी सोधेँ। हामीहरूसँग पनि त्यस्तो केही प्लान छैन भने। अनि मैले आइज न त यही भेटेर कुरा गरौँला भने। अनि केही समयपछि साथीहरू मसँग भेट हुन आए। अब भोलि नयाँ वर्षको दिन केही न केही त गर्नु पर्यो नि भनेर हामीले छलफल सुरु गर्यौँ। कसैले घुम्न जाने भन्दै थियो, कसैले होइन बाइक लिएर कतै जाउँ न भन्दै थियो। अनि सधैँ त्यो कार्यहरू त हामीले गरिरहन्थ्यौँ। केही नयाँ सोच न केटाहरू भन्न थाल्यौँ। हो, त्यो पनि ठिक हो भने साथीहरूले। अनि आशिषले भन्यो, हामी घुम्न त गइरहन्छ होइन, अब बाइक पनि चलाइरहन्छ, हामी क्याम्पिङ जाउँ भन्यो। यो भिडभाडदेखि अलि टाढा, माइन्डलाई पनि पिस हुन्छ, पिसफुल ठाउँमा जाउँ भन्यो। ठिक छ, कुरा ठिक हो। हामीहरूले पनि ओके गर्यौँ। हुन्छ, हामी क्याम्पिङ नै जाने भन्ने विषयमा कुरालाई छलफल गरी निर्णय निकाल्यौँ। त्यसपछि हामी सबैको मनमा एउटा उत्सुकता थियो, भोलिको दिन कहिले आउला। साथीहरू पनि उत्सुक देखिरहेका थिए, भोलि कहिले आउला र हामी जान पाइएला भने। अनि साथीहरू भोलिको लागि सामानहरू तयार गर्नको लागि आफ्नो घरतर्फ लागे। म पनि आफ्नो घरतर्फ लागे। अनि हामीहरूले भोलि बिहान 5 बजे हिँड्ने निर्णय गरेका थियौँ। म अथवा यो कथाको पात्र। अर्को दिन बिहानै सबेरै आँखा खुल्यो मेरो। अब जाने उत्सुकता मनमा थियो, त्यसै कारणले चाँडै नै आँखा खुल्यो। अनि साथीहरूलाई पनि मैले कल गरेँ, केटाहरू उठ्यौ कि नै? उनीहरूले पनि भने, हामी उठिसक्यौँ, अब जाने होइन र? म अहिले भने, हो, अब म पनि रेडी भई तल बजारको चौरामा आइपुग्छु, तिमीहरू पनि त्यहीँ आइज। त्यसपछि म सबै सामानहरू लगी बजारको चौरामा उनीहरूलाई पर्खाउँदै बसिरहेको थिएँ। केही समयपछि उनीहरू पनि आइपुगे अनि हामीले हाम्रो जोड्नी स्टार्ट गर्यौँ। हामीहरू रमाइला कुराहरू गर्दै बिस्तारै अगाडि बढिरहेका थियौँ। हल्का झिसमिसे थियो।
हामी बिस्तारै हिँड्दै थियौँ, अगाडि बढ्यौँ। लगभग 2 घण्टा हिँडिसकेपछि माथि एउटा चौतारी भेटिन्थ्यो। हामी त्यो चौतारीमा एकछिन आराम गर्ने विचार गर्यौँ। अनि फेरि उता आशिषले थर्मसमा चिया पनि बोकेर आएको रहेछ। तपाईहरूलाई थाहै छ नेपालीको लागि चिया कहाँसम्म प्रिय छ भनेर। अनि हामीहरूले चिया खाँदै मजाक गर्दै कुरा गर्दै आराम पनि त्यहीँ गर्यौँ। एकछिनको थकाइ मारिसकेपछि हामीहरू फेरि अगाडि बढ्ने निर्णय गर्यौँ, किनकि हामी पुग्नुपर्ने गन्तव्य अलि टाढा भएकोले हामीलाई हिँड्नै पर्ने थियो। फेरि आफआफ्नो सामानहरू बोकी हामी अगाडि बढ्न थाल्यौँ, एक आपसमा कुराहरू गर्दै। त्यसपछि हामी हाम्रो गन्तव्यको नजिक आइपुग्यौँ, करिब 2 घण्टा जति हिँडेपछि। त्यसपछि हामी पुग्नुपर्ने ठाउँमा पानीको राम्रो व्यवस्था नभएको कारणले हामीले तल नै आफूसँग भएको जर्किन या बाल्टिनमा पानी भरी लाने भन्यौँ। अनि हामीहरूले पानी भर्यौँ। त्यसपछि हामी हिँड्नै आँटेका थियौँ। अनि एकजना अन्जान दिदी आउनुभयो। भाइहरू कहाँ जान लागेको भन्नुभयो। हामीहरूले पनि मुस्कुराउँदै भन्यौँ, दिदी आज नयाँ वर्ष हामी माथि क्याम्पिङ गर्न जान लागेको हौँ। अनि दिदीले अलिकता डराउँदै स्वभावले भन्नुभयो, आजै फर्किने होला नि, सकेसम्म आजै फर्कन्छौँ भन्यो हामीले पनि। अब भएन भने अर्को दिन बिहान फर्किने भन्ने कुरा। अनि त्यो दिदीले भन्नुभयो, त्यहाँदेखि चाँडा नै फर्किनु होला, किनकि जब रात ढल्छ त्यहाँको वातावरण यस धरतीको हो जस्तो पनि लाग्छ। त्यहाँ विभिन्न घटनाहरू घटेको सुनेका छौँ, त्यो विषयमा अलिकता ध्यान गर्नु होला भन्नु। त्यसपछि हामीहरूले पनि हस हुन्छ भइहाल्छन् भन्दै आफ्नो यात्रा अगाडि बढायौँ। हामीहरू ग्यालेन हातमा लिएर आफ्नो झोला बोकी रमाइलो गर्दै माथि डाँडोतर्फ लाग्यौँ। अलिअलि लालीगुराँसहरू पनि फुलिरहेको रहेछ। हामीहरूले टिप्दै रमाइलो गर्दै अगाडि बढ्यौँ। त्यो ठाउँदेखि कम्तीमा पनि 1 घण्टा हिँडेपछि हामी आफ्नो ठाउँमा पुग्यौँ। वरिपरि हेर्दा साह्रै रमाइलो, निकै रमणीय दृश्य देखेर हामीलाई पनि खुसी लाग्यो। हामी यहाँ आइपुग्यौँ, बडा रमाइलो लाग्यो भन्दै साथीहरू पनि आफ्नै धुनमा भिडियो बनाउने, फोटो खिच्ने गर्न थाले। अनि म पनि त्यस्तै नै गरिरहेको थिएँ। लगभग 5 घण्टा जति हिँडेपछि अलिकता भोक लागेको कारणले हामीले केही खाजा खायौँ। अनि त्यसपछि हामीहरूले अब के गर्ने भन्ने विषयमा छलफल गर्न थाल्यौँ। त्यो ठाउँमा दाउरा नभएको कारणले हामीहरू तल जङ्गलतर्फ गई अलिकता दाउराहरू जम्मा गरी ल्यायौँ, किनकि क्याम्पिङ गर्ने भनेर आइसकेपछि आगो त बाल्नै पर्यो, नै भने क्याम्पिङ गर्नुको मजा के। साथीहरू पनि उत्सुकताका साथ आगो कहिले बाल्ने पुरा खुसी थिए साथीहरू। हामीहरू रमाइलो गर्दै थियौँ। दिन पनि ढल्दै थियो। अब हामीहरूले आगो बाल्न सुरु गर्यौँ। साँझ पख भइसकेको थियो, करिब 6:30 भयो। आशिष र विजयले आगो बाल्न थाले। म अनि सुशीलले बस्नको लागि टेन्ट लगाउन थाल्यौँ। त्यसपछि हामीहरू आगो बाली पनि सक्यौँ, टेन्ट पनि रेडी भयो। अनि साथीहरूले गीतहरू बजाउन थाले। हामीहरू एकछिन रमाइलो गर्यौँ। अनि हामीहरूले सँगै मासुहरू लगेका थियौँ, त्यसलाई बनाउन सुरु गर्यौँ। केही मासुहरू पोल्यौँ, केही पकायौँ। अलिकता खाई केटाहरूले आफ्नो गफ सुरु गर्न थाले। कसैले आफ्नो बारेमा भन्न थाले। साथीहरू भेट भएपछि कसैले बितेका कुराहरू सम्झँदै रमाइलो गर्दै थिए।
लगभग 11:30-12 बजीतिर खाना खायौँ। त्यसपछि अब सुत्नुपर्छ भन्ने विषय गर्न थाल्यौँ। साथीहरूले अहिले के सुत्ने, अझ एकछिन बसौँ न भन्न थाले। हुन त ठिकै हो, रमाइलो गर्न आएको। केटाहरूले आफूसँग घटेका डरलाग्दा कथाहरू सुनाउन थाले। कुनै कुराहरू सुन्दा त मलाई पनि डर लागेको थियो। अनि एकजनाले भने, त्यो दिदीले के भनेको, रातिमा त्यो ठाउँ त अर्कै हुन्छ भन्दै हुनुहुन्थ्यो। अनि केटाहरूले हाँसो मजाक गर्दै, खै त हामी त ठिकै छौँ। अनि बाहिर निस्केर हेरौँ त के छ। जुन लागेको थियो, अलिकता उज्यालो थियो, हल्का झिसमिसे उज्यालो थियो। अनि हामीहरू रमाइलो गऱ्यौँ, सुत्ने तर्खरमा लाग्यौँ। अनि साथीहरू यताउता हल्लिँदै थिए। विजय चाहिँ अलिकता नडराउने खालका थिए। अनि अलि तलतिर घुम्न जान्छु भने अँधेरोमा धेरै तलतिर जानु ठिक हुँदैन भने। अनि त्यो अलिकता तलसम्म गएको थियो। अनि हामी त्यही क्याम्पिङ गर्ने ठाउँमा बसिरहेका थियौँ। कम्तीमा पनि 15 मिनट भयो, उता आउँदैन। त्यसपछि कहाँ गयो भनेर हामी हेर्न गयौँ। एउटा ढुङ्गामाथि उभिरहेको थियो। अनि हामीहरूले, विजय के भयो, ऊ त बोल्दैन। अनि एउटाले यस्तै धक्का हान्यो। त्यसपछि भन्यो, अनि किन टोलाएर बसेको? अनि एकदम डराउने स्वरले भन्यो, केटा मलाई के भयो मलाई थाहा छैन। यहाँ तल मैले के देखेँ मैले कल्पना नै गर्न सकेको थिएन। यहाँबाट जाउँ, यहाँ नबसौँ भन्न थाल्यो। यहाँ मुला यस्तो हावा कुरा नगर्न भने हामीले। त्यसपछि उसलाई माथि लिएर आयो। अनि हामीहरूलाई पनि हल्का डर लाग्यो। के भन्छ, भएको कुरा गरे हो कि नभएको कुरा। त्यसपछि हामीहरूसँग एकछिन गफ गर्दा गर्दै ऊ अलिकता नर्मल भयो। तर ऊ डरले भनिरहेको थियो, केही न केही त छ यहाँ। हामीहरूले फेरि त्यो दिदीले भनेको कुरा तैँले मजाक नगर्न, हामीलाई डराउन दिइरहेको छ सही भनेको। तिमीहरू विश्वास गर या नगर, तर केही न केही छ यहाँ भन्छ उसले। त्यसपछि एकछिन हामी सोच्न बाध्य पनि भयो। वरिपरि सुनसान थियो फेरि। त्यसपछि हामीहरू सुत्ने प्रयास गर्यौँ। कम्तीमा पनि रातिको 1:15 समथिङ यस्तै भइरहेको थियो। अनि मेरो एक्कासी कानमा कता कता छिनछिन टाइपको साउन्ड आयो। अनि होइन होला, यो यत्तिकै म डराइरहेको छु भनेर मैले सोचेँ। फेरि अर्कोले भन्यो, आशिषले, ओ तिमीले यस्तो सुन्यौ? होइन सुत्न भने। अनि एकछिनपछि फेरि मलाई त्यस्तै, होइन यार यहाँ केही न केही त छ भने। अनि हाम्रो लाइट बाल्दै वरिपरि लाइट बाल्यो। अनि हेऱ्यौँ, केही छैन। अनि हामीहरूलाई एकदम डर लाग्यो। अनि हामीहरू जुन डाँडोमा थियौँ त्यहाँभन्दा अलिकता तल 10 मिनट जति तल हिँडेपछि एउटा सम्म चौर जस्तो पनि थियो त्यहाँ। अनि एक्कासी हल्का जुनेली रातमा सेतो कपडा लगाएको केही न केही त उभिरहेको थियो। एक्ज्याक्टली सेतो कपडा लगाएको जस्तो देखिन्थ्यो। तर के हो, हामीहरूले हेरेको गयो। होइन होला, यो बोरा होला भन्यो सुशीलले। बोरा त नहुनु पर्यो। त्यस हामीलाई डर लाग्यो। अनि हामीले यसमा ध्यान नदेऊ, डर लाग्छ भनेर फेरि आगोमा दाउरा थपी वरिपरि बस्यौँ। अनि बस्दा बस्दै अलिकता तलपट्टि
हिँडेको आवाज आयो अनि केटाहरूले एकदम डराए। यो ठाउँमा नआएको भए पनि हुँदो रहेछ, आज हामी यहीँ मरियो भने के गर्ने भन्छौँ। अनि मैले नडराउँ, हामी एकजना भए पो डराउँ, चारजना छौँ किन डराउँ। त्यसपछि केटाहरू मुटु ढकढक गर्न थाल्यो डरले। सब चुपचाप बसिरहेका थिए अनि हामीहरू बसिरहेको बेला सुशीलले भन्यो, ओए तिम्रो पछाडि के छ हेर। अनि मैले यताउता हेरेँ, केही त छैन। अनि डरले उसको निधारदेखि घञ्चटदेखि पसिनाको थोपा बगिरहेको थियो। अनि अरूले पनि उसलाई हेरेर के भयो यसलाई भन्न थाले। ऊ डरले निशब्द थियो अनि हामीहरू एकदम त्रासित भयौँ, यो ठाउँमा नआउनु पर्दो रहेछ। अनि मलाई पनि मनमा एकदम डर लागिरहेको थियो। अनि हाम्रो क्याम्पिङ भन्दा अलिकता तल हामी दाउरा खोजेर निस्किएको त्यो बाटोमा कोही त आइरहेको थियो। हामीहरूले कुरा गर्दै आएको साउन्ड सुनेका थियौँ। अनि कोही आछ कि क्या हो केटा हो, हेरौँ त, कोही भइदिएदेखि यहीँ बस्न भन्नुपर्छ भन्यो। हेरेको दुईजना मान्छे जस्तो आइरहेको थियो। अनि केटाहरू रातको समयमा चिच्याउन थाले, ओ बाजे अङ्कल भन्न थाले। को उनीहरूलाई एक्ज्याक्टली थाहा छैन। मैले भने यति राति नचिच्याउँदा ठिक होला, उनीहरू यता आयो भने चाहिँ हामीहरूले भनौँला यहाँ के हुन्छ भनेर, नाइ भने नचिच्याउ भने। केटाहरूले एकछिन वेट गरे, तर पनि तिनीहरू जहाँको त्यहाँ हिँडेको जस्तो देखिन्छ, तर न अगाडि बढ्छन् न पछाडि, त्यही ठाउँमा हिँड्या मात्र देखिन्छ। अनि आशिषले भन्यो, ओ तिनीहरू मान्छे त होइन, यत्रो समयदेखि हिँडिरहेछ, किन न अगाडि न पछाडि छ। अनि हामी डरले आफ्नो टेन्टभित्र आयौँ, टेन्टको चेन सबै लगायौँ। अनि टेन्टभित्र लाइट बाल्ने बाहिर आगो त थियो। केटाहरूले भगवानसँग प्रार्थना गर्न थाले, हे भगवान यो रात चाँडै बिताइदेऊ। हामी डरले एकदम त्रासित थियौँ। हाम्रो दिमागले के गर्ने भनेर अलिकता सोच्न पनि सकिरहेको थियो। निद्रा त परेको कुरा। त्यसपछि हामी जनतन गरेर 3 बजेतिर सायद 3 बजेतिर एउटा आवाज आयो। कोही हाम्रो टेन्ट बाहिर थियो, कोही चाहिँ कुरा गरेको आवाज आइरहेको थियो। केटाहरूले आँखा यताउता हेर्दै थिए डरले, पुरा चुप भएर एकदम बसेर। कोही त हिँडेको थियो हाम्रो टेन्ट बाहिर। हामीहरू डरले एकदम निशब्द अवस्थामा थियो, सुन्ने भइसकेका थियौँ। अनि एकछिनपछि त्यो साउन्ड तल जङ्गलतिर गयो। त्यसपछि जनतन हिम्मत गरेर हामी बाहिर निस्किने कोसिस गर्यौँ। वरिपरि तर केही थिएन। हामीहरू एकदम डराउँदा बिहान 5 बजे। अनि केटाहरूलाई यो ठाउँदेखि आज जाउँ, हिँडिहालौँ भन्न थाले। मलाई पनि डर लागेको थियो। मैले पनि यहाँ बस्दै नबस, जाउँ भन्यो। अनि हामीले लिएको सामानहरू प्याक गरेर हामीहरू बिहान नै 5 बजे तल पानी भरेको ठाउँसम्म आइपुग्यौँ। अनि एकजना बाजे भेट्नु भयो। उहाँले भन्नुभयो, कहाँ गएर आएको बाबुहरू यति बिहानै, कि जान लागेको भन्नुभयो। अनि हामीले माथि क्याम्पिङ गर्न गएको थियौँ भने। त्यसपछि रातिमा तिमीहरू त्यहाँ कसरी बस्यो भन्नुभयो। किन र बाजे भने सोधे। अनि उहाँले भन्नुभयो, यो ठाउँमा पहिला घाँस काट्दा धेरै मान्छेहरू लडेर मरेका थिए।
मैले त देखेको छैन, तर यहाँ धेरैले भन्छन् यो बाटो रातिमा हिँड्दा, यहाँ साँझ पख यो बाटो हिँड्ने क्रममा त्यो मान्छेहरू देखा पर्छन्। अझ राति त्यहाँ बस्यो भने त मान्छे जिउँदो फर्किन्छ कि नै भन्नै सकिँदैन। यति बाजेले भन्न साथ हामी 4 जनाको त होस उड्यो। दिदीले भन्नु पनि भएको थियो रातिमा त्यहाँ नबसे। त्यसपछि हामीहरू हिँड्दै हिँड्दै तल आयौँ। अलिकता राहतको सास फेर्यौँ। अनि केटाहरूले भन्न थाले, यो दिदीले भनेको कुरा सुनेको भए हुन्थ्यो, अब जिन्दगी फर्केर यो ठाउँमा आउँदैन भन्छ। मलाई पनि त्यस्तै लागिरहेको थियो, किनकि मलाई आफैलाई डर लागेको थियो। त्यसपछि हामीहरू बजार आयौँ, आफ्नो घरतर्फ लाग्यौँ। आज पनि त्यो दिन सम्झँदा केटाहरू, मेरा साथीहरू कहिलेकाहीँ भेट हुँदाखेरि त्यही दिनको कुरा गर्छन्। हामीहरू मिठो याद बनाउनै भनेर त गएका थियौँ, तर त्यहाँ मिठो होइन, सायद जिन्दगीभर भुल्न नसक्ने याद बनाएर आयो। त्यो एउटा समयले हामीलाई यस्तो याद दियो कि त्यसलाई हामीले चाहेर पनि भुल्न सक्दैन। र तपाईहरूलाई पनि भन्न चाहन्छु, रमाइलो गर्नुहोस्, क्याम्पिङ जानुहोस्, गर्नुहोस्, तर त्यो ठाउँको बारेमा बुझेर या वरिपरिको मान्छेले के भनेको छ त्यो विषयमा एकदम सोच विचार गरेर अँध्यारोमा या क्याम्पिङ कतै जानुहुन्छ भने त्यसरी बुझेर हिँड्नुहोला। नै भने हामीलाई जस्तो हुन सक्छ र त्यो छाप दिमागमा यसरी बस्छ कि त्यसलाई चाहेर पनि मेट्न सकिँदैन। साथीहरू, तपाईहरूलाई यो कथा कस्तो लाग्यो त्यो तपाईहरूले आफ्नो धारणा व्यक्त गर्दिनु होला। मैले आज यो कथा त्यही कथाभित्र रहेको एकजना पात्र बनेर सुनाउने कोसिस गरेँ र मेरो यो कोसिस तपाईहरूलाई कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला। थ्याङ्क यू गाइज। आजको कथा यति मात्रै थियो। तपाईहरूलाई यस्तै कथाहरू सुन्न र हेर्न मनपर्छ भने कृपया लाइक, सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनु होला अनि बेल आइकन थिच्नु होला, किनकि कथा आएको पहिलो नोटिफिकेसन तपाईहरूको मोबाइलमा आओस्। थ्याङ्क यू। अर्को कथामा भेटौँला।